हेलो नमस्ते। म चाहिँ आज छु बिल्बाओ पोर्ट स्पेनमा। यहाँको मौसम चाहिँ कति चिसो छ, अलिक यहाँ राम्रो छ ठाउँहरू चाहिँ। म चाहिँ बाहिर घुम्न जाने भनेर आएको। यो चाहिँ मेरो सिप हो, मैले काम गर्ने बाहिर जाने भनेर आएको। 2 बजीको बसमा छुटेको 2 मिनटले चाहिँ म मिस गरेँ। त्यसैले अब यहाँ नजिकैको सिटीमा जाने भनेर हिँड्न खोजिरहेको छु। लेट्स सी अब के हुन्छ। यहाँ चाहिँ सानो बोटहरू चाहिँ रिमोटले खेलिरहेछ। मान्छेहरू हाम्रोतिर बच्चाहरूले खेल्नुपर्छ भन्छ, यहाँ ठुलो मान्छेहरू पनि सानो बोटहरू लिएर कम्पिटिसन गरेर हुन्छ। दे आर प्लेइङ बोट हियर। त्यही भने मौसम चाहिँ ठिक छ आजको। यहाँको डाँडाकाँडाहरू कतिवटा यहाँको के भन्दाखेरि चाहिँ आफ्नै देशको पहाडी भागहरू चाहिँ मिस गरिरहेको छु है। So here lots of people playing boat. It's not by the using. They are using. Oh, they have already. Some people they using boat. Okay. So this is another company called Cruise. It's also Star Legend. This is my ship. Okay. यो चाहिँ बिल्बाओको पोर्टमा छु म चाहिँ। यहाँ चाहिँ समुद्रमा पब्लिक बिच रहेछ। यहाँ मान्छेहरू चाहिँ स्विमिङ गरिरहेछ है। मलाई पनि गइदिउँ लागिरहेछ, तर के गर्नु, स्विमिङको लागि ड्रेसहरू चाहिँ ल्याएको छैन बनाउनको लागि। मेरो अब सिटीतिर जाने। हेरौँ, मेरो बाइक त कति रमाइलो छ। यति हो क्या, अलिकति क्रुजमा काम गऱ्यो भने चाहिँ हो दुनियाँको कुना कुना जान सकिन्छ क्या। उनीहरू मान्छेहरू भयो यहाँ। अब फेरि फरेनर चाहिँ नुहाएर आएको रहेछ। केटाहरू यहाँको लोकल होला नि त, नुहाइरहेछ। नुहाएर भर्खर आइसके। मलाई नै गइदिउँ लागिरहेछ नुहाउनु चाहिँ। सो यो चाहिँ फुड ट्रक बस हो, फुड ट्रक भन्छ यसले चाहिँ। यिनीहरू आइसक्रिमहरू चाहिँ ल्याएर सेल गर्दो रहेछ जस्तै। हो, कति राम्रो भ्यू छ। कहिले होला नेपालमा पनि यति राम्रो ठाउँहरू म्यानेज गरेको, यस्तरी वाक गर्नलाई, यस्तो हिँड्नलाई कति रमाइलो ठाउँ छ। वाउ, यहाँ चाहिँ सानो बोटहरू छ है। यिनीहरू चाहिँ यहाँको लोकलहरूको स्मल बोट फिसिङ गर्न अथवा यतिकै घुम्नलाई चाहिँ हामीहरूको गाउँघरमा चाहिँ घरमा गाडी बाइकहरू साइकलहरू भएको छ। यिनीहरूको चाहिँ एक्स्ट्रा गाडीहरू हुन्छ। अब जिपहरू कारहरू बाइकहरू भए पनि यिनीहरूलाई समुद्र भएको कन्ट्रीहरूको पिपुलहरूले चाहिँ एटलिस्ट दे हेभ वान बोट, इभन द लोको स्मल अर लग्जरी। अब हाम्रो देशमा छैन के अरे। अब नदीमा सानो डुङ्गा घुमाए मात्र हो। आजको सिटीहरू यहाँको ठाउँहरू। वाउ, यो त एन्सियन्ट प्लेस रहेछ है। पुरानो प्रतापदीपहरू भन्छ नि, पुरानो ठाउँहरू पहिला नै बनाएको होला। यो पनि सेटल बस्ने हामीहरूको गेजहरू चाहिँ फुल छ। यो चाहिँ सिटी। अब यो चाहिँ नजिकैको सानो सिटी हो, तर मेन सिटी चाहिँ हामी बसबाट जानुपर्छ। बस जस्तै मैले 2 बजीको छुटाइसकेको छ। अब यत्तिकै जाने, रमाइलो गर्ने, हेर्ने, घुम्ने। वाउ, कति राम्रो ठाउँ रहेछ यो चाहिँ। मान्छेहरू चाहिँ पिक्चर लिइरहेको छु। त्यहाँबाट पिक्चरहरू लिइरहेको छु स्ट्याचुसँग। ए होइन रहेछ, मान्छे रहेछ। कस्तो बिर्सेको अहिले, आँखा कमजोर भयो क्या हो। मान्छे फोटो लिइरहेको रहेछ।
मान्छेहरू वाकिङ पनि गरिरहेको छ। अलिकति क्लाउड पनि छ, चिसो चिसो मौसम। कस्तो हुन्छ आजको वाक। साइक्लिङको लागि छुट्टै बाटो छ यहाँ। हाम्रो नेपालमा पनि भइरहेको छ अहिले छुट्टै कुनै कुनै सिटीहरूमा चाहिँ साइक्लिङ छुट्टै बाटोहरू भइरहेको छ यहाँ। है कति राम्रो ठाउँ छ। बच्चाहरूको लागि स्मल पार्कहरू पनि है बाटोमा। अब हाम्रो पनि यो बालेन सरकारले गरिरहेछ काठमाडौँमा सानो पार्कहरू बनाइरहेछ। हेरौँ कस्तो हुन्छ। र यहाँको ठाउँ चाहिँ बवाल छ है, रमाइलो लागिरहेछ यता। यिनीहरू धेरै टाढा पुग्यो आज। यो चाहिँ बिलबाउ सिटी हो। अझै टाढा देखिरहेको छ हिँड्दा हिँड्दा। यसले चाहिँ कहाँसम्म पुगिन्छ हिँड्ने हो। उहाँ भएको चाहिँ मेरो टाढा पुगिसक्यो मान्छे हिँडेर। उहाँबाट हिँडी पुगिसक्यो। उहाँ छ अझ टाढा छ यहाँबाट बिलबाउ सिटी।